ल नामथिङ पोखरी चाहिँ यस्तो थियो यो ऐना कति हो के भएको रे फु पोखरी थियो अरे यहाँनिर होइन हाँस थियो अरे अन्त त्यहाँबाट त्यो हाँसले चाहिँ सबै यसरी के अरे पत्करहरू उयो सफा गर्थ्यो अरे त्यो उयसमा यो अन्त त्यहाँदेखि त्यो हाँस मारेर चाहिँ सुकेको अरे यो नामथिङ पोखरी त्यसको कहानी चाहिँ त्यो हो सुत्छ होला भनेको मान्छे त हौ ए ए ए सुति जाउँ हो त्यहाँबाट सिधै उयो पर नामथिङ पोखरी नामथिङ पोखरीदेखिको आलडाँडा गयो आलडाँडा सिधै घर गयो नरोकी दामी देख्छ नि त यहाँबाट चाहिँ हो गोप्रो भन्दा कमीको कहाँ आउँछ त्यो त अब केटा हेन्डसम भएर नि जोडै लाग्यो त ट्वाक गऱ्यो नि हौ म त काटिएछ भनेको नि हौ यहाँ रातो रातो भयो रातो रातो काटिएको जस्तो अहिले बस्दै बस्दै गयो अहिले घुम्न अहिले खुसी ह्याप्पी भन्दै त मिस मिस हाँस्यो चिजो भन्यो नि हाँस्यो नि राल के बिना राल चुवाएको सुत्छ होला भनेको मान्छे त हौ ए ए ए सुति लेप्चा मोनेस्ट्री उयो लेप्चा मोनेस्ट्री उयो तल ऊ माथि जाऊ आई लभ सिटङ उहाँ रोकेर यस्तो ओह्राल जाँदा पनि हुन्छ गाडी लोकेर जाँदा पनि हुन्छ यहाँ राख्दा पनि हुन्छ तर घुमाउनु जग्गा सही छैन उयो राख न अगाडि यहीँ त्यो साइड गरेर राख न दोकानको अगाडि नियाङ भाइ आई लभ सिटङ आइपुग्यो दरवाजा सबै लगाइदियो ए उयो मिरर तिमी गन्जीमा घुम्छौ है उसलाई पो हतार मेरो दुखिरहेछ हात कहाँ बोक्छौ माथि चाहिँ आई लभ सिटङ छ ल उत्र उसको जुत्ता बोक्दिनु त दिदी त्यहाँबाट म त बोक्दिनँ ब्याग सेक बोक्दिनँ म पनि फोन बोक्न बस्छ ब्याग गाडीमा छ हो दुईवटा जग्गा जानु सक्छ घुम्नु टक्का फोटो खिच्नु मात्रै नि ल अहिले हामी चाहिँ फिलहाल आई लभ सिटङ देखेको छ आई लभ सिटङ आइपुग्यो हो यहाँदेखि मुनि लेप्चा मोनेस्ट्रीहरू छ आज चाहिँ हामी मैले तपाईँलाई अघि भनेको थिएँ है देखाउनु चाहिँ पाएको थिइनँ दिदी आमा फुपू दादा भाउजू नानी अन्त म बाबा चाहिँ आउनु मन गर्नु भएन बाबा र ठुलो फुपू भन्दा माइली फुपू चाहिँ खुट्टाले अलिक हिँड्नु हुँदैन र त्यही भएर आउनु भएन बाबा चाहिँ अल्छी गर्नु आउनु के भयो भाउजू ए ए फोटो खिचौँ हो त्यहाँदेखिको उहाँ लेप्चा मोनेस्ट्री जाउँ हो त्यहाँबाट सिधै उयो पर नामथिङ पोखरी नामथिङ पोखरीदेखिको आलडाँडा गयो आलडाँडा सिधै घर गयो नरोकिकन माथि के भनिँदैछ दामी देख्छ नि त यहाँबाट चाहिँ हो खाडो कि तेर्सो आई लभ सिटङ निकाल्नु निक्लिन्छ निक्लियो चाहिँ आई लभ सिटङ यहाँ चाहिँ के पनि छैन त्यति साह्रो यहाँ चाहिँ फोटो खिच्नु सक्छ ए होइन यहाँ कटेज बन्ने गरेछ रेस्टुरेन्ट खालको हरेस लाग्दो उकालो चढेको छ यहाँ माथिनिर चाहिँ आई लभ सिटङ खिच्नु मात्रै जानुपर्ने अरे गोप्रो भन्दा कमीको कहाँ आउँछ त्यो त अब केटा हेन्डसम भएर नि म खिचिरहेको आयो
ल वा बेसी हेर्नु न कालो आउँछ यो चाहिँ हामी फिलहाल लेप्चा मोनास्ट्री जाँदैछु हेर्नुको लागि हो यहाँ चाहिँ हाम्रो अर्ग्यानिक त्यसलाई के भन्छ आमा उयो है कच्छु हो सब अर्ग्यानिक गाईहरू सबै हेर्नु सक्छ यहाँ टुरिस्टहरूलाई हाम्रो पर्यटकहरूलाई चाहिँ लेप्चा मोनास्ट्री चाहिँ हेर्नु कति पर्यटकहरूले मात्रै हेर्छ हामी पनि हेर्नु पऱ्यो नि है पोखरी थियो अरे यहाँनिर होइन हाँस थियो अरे अन्त त्यहाँबाट त्यो हाँसले चाहिँ सबै यसरी के अरे पत्करहरू उयो सफा गर्थ्यो अरे त्यो उयसमा यो अन्त त्यहाँदेखि त्यो हाँस मारेर चाहिँ सुकेको अरे यो नामदेङ पोखरी त्यसको कहानी चाहिँ त्यो हो बर्खामा पनि कम्ती हुन्छ पहिलाको जस्तो हुँदैन कति एउटा झर्नु दिन्थेन अरे सब टिपले फ्याँकिदिइहाल्थ्यो दुईटा हाँस थियो त्यो हाँस चाहिँ मारेर गाउँको मान्छेले यहाँकोले है त्यस्तो भएर सुकेको अरे यो एउटा कथाइ बन्यो यहाँ त अब हामी पहिला सानोमा त अब सेल्बुमा लुगा किन्नु जाँदाखेरि अन्त यही बाटो भएर जान्छ नि देख्दा पनि नि यो छिपछिप पानी त देखेको नि होइन हामीले त बर्खामा देखेको हिउँदमा पहिला हिउँदोमा है तर त्यो के अरे अहिले त त्यो पनि छैन त्यो पनि साफसुफ छ नि त बर्खामा पनि देख्छौ यहाँ गाडी रोकेर फोटोहरू खिच्नु सक्छ उयो हनुमानको उयो भएकोमा खिच्छ ऊ भित्र गएर उता पनि फोटो खिच्नु सक्छ पाउँछ हौ ऊ यहाँ गाडी राख्ने साइड गर्ने छ त अन्त उता हो म ठोकेको नि यहाँनिर यहाँ निलो हो निलो भयो हेर त हुँदैन अहिले त रातो भयो यहाँ अब डल्न छ डल्ने छ त निलो हुन्छ यहाँ ठोक्यो नि त यहाँ खै नटमा नि हौ नटमा रबर पछाडि गाडी आउँदैछ यताबाट उत्तरामा अलिक दशा त खराबै छ हौ नटमै लागेर यही नटमा लाग्यो नि त्यसको ढ्याक्क ब्रेक लगाएको ढ्याक्क लगेर जान्छ यहाँ रातो भयो रातो रातो काटिएको जस्तो अहिले बस्दै गयो के हो सपिङ गर्नु अरे के हो गाडीमै झुन्डाउनेहरू के छ गाडीमा राख्नेहरूको लागि केहरू छ ऊ यस्तो बुद्धको उयोहरू राख्नु सक्छ त्यो त ऐना होला
खोइ खोलेन त मन परिहाल्यो बेबुले पनि किन्दै थियो नि है बुद्धको पहिला नामथिङ पोखरी चाहिँ यस्तो थियो यो ऐना कति हो खास रियलमा चाहिँ यो हो नामथिङ पोखरी यस्तो थियो नामथिङ पोखरी यो जुन चाहिँ छ नि यो लेक छ नि मैले आउँदा यहाँ यो छ नि यो अहिले देख्नु हुँदैछ नि यो चाहिँ यो जग्गा चाहिँ यस्तो थियो अहिले चाहिँ आनन्द शीतल हुने जग्गा नि अब यो त रिल्स बनायो बिस्तारै हेर्दै हेर्दै स्लो मोसन होइन भिडियो 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 आऊ उता उता हेर्दै के भिडियो गरेको माथि माथि हेर माथि हेर तरुनी भएको फेरि म त स्लो मोसन बनाउँछु नि यतिकै हालिदिन्छु नि कमेडी बनाएर जाउँ न के सानोमा खिचेको ल कस्तो मजाको निस्क्यो कस्तो मजाको निस्क्यो त्यस्तै भनेको थियो क्या मलाई आफूलाई मजाको लाग्यो यो फोटो अब भिडियो बना मेरो यहाँबाट बनाइदिएन म हिँड्दै जान्छु हो पहिले यस्तो म यहाँ हिँड्दै जान्छु हौ त्यस्तो टाइपको यहाँभित्र त पसेको थिइनँ नि म बाहिरबाटै खिचेर गएको थिएँ यस भन्दैन एक दुईवटा फोटो खिच्छ यहाँ क्लिक 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 ए उकालो उकालो परेको यहाँनिर खिचेन दामी देख्छ एकछिन यिनीहरू गइहालोस् न दामी फोटो निकाल्दियो नयनले एकछिन यिनीहरू गइहालोस् न हो कट्टै यिनीहरू जाओस् मजाले खिच्नुपर्छ मजाको देख्छ नि यहाँभित्र है पानी भएर झन् दामी देख्छ नि है त्यहाँभित्र त्यो तर त्यो फोटोमा देख्यौ याद गर्यो फोटोमा मैले तिमीलाई देखेँ नि पोज दिएको म ढले 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 लो 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 जाऊ 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 ऊपर हम जाऊ सीधे जाऊ उता उता जाऊ न उता जाऊ 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 अब म भन्छु कि एक अब एकताल अलिक त्यो पोस्ट काटिसकेपछि हो अब एकताल फन नै घुमेको टाइपको क्या मजाको एरिया छ है शीतल गरम टाइममा दामी हुने छ है पेमसाङको भिडियोबाट बनाउनु पर्दैन फोनबाट स्लो मोसन एउटा बनाइदेऊ न दामी यहाँ हेर न यहाँ बाई 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 के रे ए त्यो भित्र त 12 लाख गोला रहेछ हो रहेछ 12 लाख छ कि छैन कुनै गोला चाहिँ देख्छ 12 लाख गोला त रहेछ पापी भयो भने छिर्नु सक्दैन रे उयो भयो भने छिर्नु सक्छ अरे ल आऊ न जय बजरङ्ग बली नामथिङ पोखरी कस्तो मजाले देख्यो आलडाँडा ऊ या ऊ भित्र बस्नुपर्छ ऊ बाइकहरू जाँदैछ नि हजुर हामी चाहिँ फिलहाल है आलडाँडा आइपुग्यो माथि छ है पार्किङ लोकललाई लोकललाई पैसा लिँदैन उयो लिने भयो भने लिइसक्यो नि लो है साइड गरौँ है कस्तो मजाको फुलहरू रोपेको थियो कस्तो मजाले साइड साइडमा फुलहरू रोपेको छ मजा अस्ति जाँदा थिएन त यहाँनिर उयो फुलहरू उयो गरेको थिएन यो टाइल्सहरू मुनि लगाएको थिएन
सिधा उकालो होइन उकालो होइन होइन माथिसम्म छ नि अगाडि ऊ पर जाऊ जाऊ खोइ कहाँ हौ ए माथि भनेको यहीँ चाहिँ पार्किङ गरिराख राम्रो छ हामी चाहिँ फिलहाल आलडाँडा आइपुगेँ र सबसे पहिला चाहिँ हामी है मैले तपाईँहरूलाई भनेको थिएँ घरबाट त्यो भिडियो चाहिँ टु बी कन्टिन्यू हुन्छ भने किनभने मेरो भिडियो त्यसै पनि लामो भइसकेको थियो है त्यसै कारणले गर्दा र पछि होमस्टेहरू देख्न सक्नुहुन्छ अहिले म चाहिँ फिलहाल है हामी सबैजना फ्यामिली है अहिले चाहिँ आलडाँडामा छु र हामी सबसे पहिला चाहिँ आई लभ सिटोङ गयो आई लभ सिटोङदेखिको बादमा चाहिँ लेप्चा मोनेस्ट्रीदेखिको बादमा चाहिँ फेरि हामी उयो गएँ नामथिङ पोखरीदेखिको चाहिँ हामी आलडाँडा अहिले सबैजना हामी आलडाँडामा आइरहेको छु र यहाँ के होमस्टे त्यता फोटो खिच्ने भनेको ए खिचिहाल लोकल त माग्दैन हौ यहाँ त दोकान हुने गर्छ त दोकान उठाएछ त है यहाँको दोकान सोकान हटाएछ यहाँ पहिला हामी फर्स्टमा आउँदा त यहीँ थियो दोकान यहाँ त दोकान थियो त दोकान हटाएछ त है यहाँ थियो नि त दोकान यहाँबाट चाहिँ भ्यू पोइन्ट अब आउनुहोस् न यहाँ ऊ तलको उयोहरू टिस्टाहरू सबै देख्छ नि अब यहाँ चाहिँ भ्यू पोइन्ट हाम्रो आलडाँडा भ्यू पोइन्ट र तपाईँहरू पनि आउनु सक्नुहुन्छ है र प्रायः जति चाहिँ यहाँ प्रायः चाहिँ सबसे ज्यादा चाहिँ हामी लोकल भन्दा पनि ज्यादा पर्यटक है अब जो टुरिस्टहरू हुन्छ त्योहरू चाहिँ अब बढी ज्यादा घुम्नु आउँछ है र यहाँ चाहिँ एउटा चिज पनि अब ज्यादा होमस्टेहरू पनि छ सबै एभाइलेबल र तपाईँहरू अब यसो है सिटोङ दार्जिलिङमा पर्छ है सिटोङ अब सर्च गरेर आउनु सक्नुहुन्छ है र आलडाँडा भनेर तपाईँले लेख्नुभयो भने गुगलमा सबै देखाइदिन्छ है यहाँको है कस्तो रहेछ के रहेछ भन्ने कुरो र यहाँ तल चाहिँ जुन चाहिँ छ है त्यहाँबाट चाहिँ हेऱ्यो भने चाहिँ यहाँ तल चाहिँ रवीन्द्रनाथ टेगोरको जुन चाहिँ फोटो उयो देख्छ भनेर है यहाँबाट चाहिँ यस्तो छ उहाँबाट चाहिँ टिस्टाहरू सबै देख्न सकिन्छ यो चाहिँ मजाको भ्यू पनि यस्तो छ क्या त्यो मजाको छ म चाहिँ यताबाट आएँ हो र मेरो ग्रुपको ब्याट्री पनि सक्नु लाग्यो म 30-35% छ है कहिले हावा लागेर चाहिँ बाल चाहिँ बिग्रिसक्यो दादा दिदी भाउजू नानी फुपूहरू चाहिँ त्यताबाट गएछ अस्ति चाहिँ म अस्ति आलडाँडा आएको थिएँ तर त्यति बेला भिडियो चाहिँ बनाएको थिएन है र त्यति बेला चाहिँ एलाउ गरेको थिएन यहाँनिर जानु यो डाँडा छ नि यो डाँडामा चाहिँ एलाउ गरेको थिएन यहाँबाट चाहिँ डरलाग्दो भिड देख्छ नि त हो यस्तो छ यो मुनि चाहिँ यस्तो भिड छ यहाँबाट चाहिँ भ्यू पोइन्ट राम्रो देख्छ ओ तल हेर्नुहोस् टिस्टाहरू यो गाउँहरू अझै मलाई कतिवटा नामहरू थाहा छैन है म हुनु त अब यहीँ गाउँको है आसपासै सिमरिङ हो सिमरिङबाट आउनु कति किलोमिटर पनि लाग्दैन है 12-13 किलोमिटरमा आइपुगिहाल्छ छेउै हो 12-13 किलोमिटर भनेको है कति पनि होइन मेरो हिसाबले मात्रै भनेको अब कति किलोमिटर म एक्ज्याक्ट चाहिँ बताउनु सक्दिनँ है र हामी चाहिँ फिलहाल कहाँबाट आएको भन्दा चाहिँ यो गाउँदेखिको उतापट्टिको जुन चाहिँ पाहाड छ नि हौ त्यो साइडपट्टिबाट आएको है ठिक उतापट्टि चाहिँ पर्छ र यहाँनिर चाहिँ मजाको छ भ्यू पनि आमाहरू चाहिँ यहाँ पुगिसक्यो खुट्टा यस्तो खुट्टा दुख्छ ए तिमीहरू त अगाडि गइसकेछ भनेको म त अहिले घुम्न अहिले खुसी ह्याप्पी भन्दै र त मिस हाँच्यो चिजो भन्छ नि हाँच्यो हिराल के बिना राल चुवाएको
किन लालचु भएको आऊ जाऊ आयो नि भाइ गुम्बु जानु जाउँ है यो ढुङ्गा भनेको यही हो अप्ठ्यारो ढुङ्गा यो चाहिँ उ परबाट देख्यो भने चाहिँ नि त्यो उयसको चाहिँ फोटो देख्छ रविन्द्रनाथ टेकर जस्तै रविन्द्रनाथ टेकर जस्तो खोइ मैले त अहिले कोसिस गरेँ देखिनँ मैले त कहाँबाट कहाँ कतिजनाले यहाँ मुनिको जुन चाहिँ छ नि उपरबाट हेऱ्यो भने चाहिँ रविन्द्रनाथ टेकरको त्यो जुन चाहिँ फेस छ नि हौ त्यस्तो देख्छ इमेजिन गरेको देख्छ हेरिस् तैँले खोइ मैले फोनमा हेरेको थिएँ देखिनँ हो अस्ति एकताल आउँदा चाहिँ त्यो एकजना उहिले चाहिँ अङ्कलले चाहिँ देखाउँदै थियो यहाँबाट चाहिँ यस्तो छ यो सबै कुइलोन बगान त हो यहाँबाट चाहिँ आरामले दामी रहेछ भाउजू दामी रहेछ यो त पहिला गएको हामी गयो नि हामी अस्ति पहिला भर्ती गरेको थिएँ कि मैले तर त्यो चाहिँ प्राइभेटमा राखेको छु कस्तो कुरा गर्छ तिमीहरू यहाँबाट चाहिँ यस्तो भिड छ यहाँ मुनि चाहिँ एलाउ गर्दैन थियो नि त अस्ति चाहिँ बन्द गरेको थियो डर लाग्दो थियो यहाँबाट मुनि चाहिँ अझै डर लाग्दो छ यो मुनि चाहिँ यहाँबाट यस्तो देख्छ हेर्नुहोस् ल यस्तो डर लाग्दो छ यो मुनि कस्तो देख्छ हो यहाँ चाहिँ आमाले नाचा भनेर डरले र अहिले चाहिँ मलाई दशा लागेको छ नि त अघि आउँदा गाडी यस्तो ठोकिहाल्यो हो अस्ति खुट्टा फ्र्याक्चर भइहाल्यो त्यसो प्रब्लम भइरहेको थियो त्यही भएर जाँदिनँ है किनभने आमा टेन्सन भयो आमा भोलि टेन्सन गर्नुपर्छ नि त र अब तपाईँहरूले देखाइसक्यो हालडाँडामा कसरी आउनुपर्छ भन्ने कुरोहरू सबै बताइसकेँ है यहाँबाट चाहिँ यस्तो देख्छ हेर्नुहोस् ल कस्तो मजाको देखिन्छ यहाँबाट चाहिँ सिलगढी सबै जग्गा है योहरू लाठपन्चर भयो यहाँ तल कर्मटहरू भयो है यो टिस्टा नदीहरू सबै देख्न सक्नुहुन्छ यस्तो उकालो चढ्नु त सानो साह्रो पर्दैन नि त अन्त यस्तो उकालो चढ्नु साह्रो पर्यो मेरो बियरको बोतल बियर ल्याएर खाएको मरहरू बोतल त फुटाएको छैन भए पनि यसरी खाएर है डस्टबिनमा लाग्नु नि है सेल्फी हानु उता उता कमानको उयोपट्टि पनि छ नि भ्यू पनि यताबाट होला दिदी यहाँबाट यस्तो होमस्टे झरेर यस्तो तिर्छ होला हौ उयो चाहिँ यहाँ आउँदा यहाँबाट चाहिँ त्यो उयो फेस उयो चाहिँ त्यो रविन्द्रनाथ टेकरको जस्तो देख्छ भन्छ अब कुन त खोइ देख्दो रहेछ मैले त त्यस्तै लागेन उयो हो भ्यू भन्छ एउटा त्यहाँ ओह्रालो डरले लाग्यो यहाँबाट यस्तो छ यहाँ यस्तो छ यहाँ आउन सुसाइड पोइन्ट यहाँ त ठिकै नर्मल छ कि फुपू पराको डर लाग्छ यो खिच्नु फोटो खिच्नु भनेको यहाँतिर चाहिँ यस्तो छ म त यतापट्टि आएको थिइनँ त हौ 108 107 एकछिन ल यताबाट घाम पऱ्यो पुरा मजाको है एक्ज्याक्ट लोकेसन चाहिँ यो है आलडाँडा भ्यू पोइन्ट होमस्टे 360 उयोहरू क्या अब यहाँबाट चाहिँ कन्ट्याक्ट नम्बरहरू त्यहीँ छ त्यहीँबाट तपाईँहरू आउनु सक्नुहुन्छ है यो होमस्टे यस्तो डल्लै छ यो डल्लै होमस्टे हो यहाँ पनि तपाईँ बस्दै भ्यू पोइन्टको मजा उठाउँदै सिटङ घुम्दै आउनु सक्नुहुन्छ फिलहाल चाहिँ 9% मात्रै ब्याट्री छ है र हामी चाहिँ यहाँ कफी खानु कफी चियाहरू खानु रोकिएको र भिडियो पनि बहुत लामो भइसक्यो है यो भिडियोलाई म यहीँ इन गर्न चाहन्छु तपाईँ भिडियो इन गर्नुभन्दा अगाडि चाहिँ जतिसक्दो सेयर सब्सक्राइब लाइक कमेन्ट चाहिँ गर्नु नभुल्नु होला किनभने आलडाँडामा चाहिँ मैले भिडियो इन गर्नु पाइनँ है त्यो ब्याट्री कम्ती भएको कारणले गर्दा र अहिले पनि 9% मात्रै छ र आजको भिडियो चाहिँ यहीँ इन गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू
यस्तो भएछ नि है आलु मेटालु यत्रो फुल्यो